मान्छे मन गणन्ते कुरा गर्दै पुस्तक लेख्छ सारा संसार खै कसरी कालोलाई सेतो देख्छ अर्को मान्छे बहकेर काँधमा बन्दुक उठाउँछ माथि आफ्नो झण्डा फहराउँछ बाँदरबाट आएको भन्छ मान्छे जाति कस्तो यो विचार लाग्छ भन्न त्यस्तो तिमीलाई हेर्दाखेरि आफ्नो अनुहार महत्व छ उद्देश्य छ जीवन यो व्यर्थ होइन मानव हुँ म पशु होइन मूल्य छ महत्व छ उद्देश्य छ जीवन यो व्यर्थ होइन भोक लाग्दा खानु निन्द्रा लाग्दा सुत्नु अनि मरेपछि किराहरूको खाना हुनु के यति नै जीवन हो मर्दा पनि भयो मार्दा पनि भयो कुन आधारमा मेरो कामलाई भन्छौ गलत सही नैतिकता निशब्द भो घोरिएर गरिहेर यसमाथि विचार पुस्तकमा आयो भन्दैमा नगर पत्यार बाँदरबाट आएको भन्छ मान्छे जाति कस्तो यो विचार को स्वरूपमा बनिएको मानव हुँ म प्रेम गर्ने भलाइ गर्ने क्षमता भएको मानव म कारण छ संसारमा म जीवित हुनको पछाडि भविष्य दौडन
ईश्वरबाट आएको हो मान्छे जाति साँचो यो विचार नियालेर हेरी हेर ऐनाभित्र आफ्नो अनुहार मानौ हुँ म पशु होइन मूल्य छ महत्व छ उद्देश्य छ जीवन यो व्यर्थ